म त 2069 सालमा एमए पढ्दैछु मेजर इंग्लिश। अब सानो दृष्टिले हेर्थे, अहिले बुझ्दै जाँदाखेरि मैले पनि अब यो कलेज जोइन गरेँ, ब्याचलरदेखि लिएर अहिले यहाँसम्म पुगेँ। अब मान्छेले हेर्ने दृष्टि फरक भएको छ। म 46 सालको एसएलसी, अब त्यसपछि बिचमा 14 वर्ष ग्याप भएन, तर भइरहेको हुन्छ। जो छ यहाँको अब ठुलै हाकिम भन्दा कम तलब नहोला जस्तो लाग्छ। घर परिवारले अब मैले जो गरेर आएको त्यसप्रति उहाँले सहमति छ, उहाँले त्यस्तो केही भन्नुहुन्न, अब राम्रो मान्नुहुन्छ घर परिवारले। मलाई त के लाग्छ भने पैसा भन्ने कुरा सबै चिज त होइन। पढाइ भन्ने कुरा समय पढ्यो भने अब उसले नोकरी खानुपर्ने पनि हुँदैन। उसले पढेर आफूलाई शिक्षित बनाएर व्यावसायिक तर्फ ढल्केर केही कुरा गर्न सक्यो भने ऊ नोकरी भन्दा पनि उसले चाहिँ प्रगति गर्न सक्छ। मान्छेले उमेरले छेक्दैन रहेछ, जतिखेर पनि हुँदो रहेछ। अब म त यहाँ पढ्दै गर्छु, मलाई पढ्ने समय भन्ने कति पनि हुँदैन, घरको जिम्मेदारी छ। त्यही भएर म धेरै पढेँ, साँझ आधा घन्टा 10-15 मिनट मात्रै पढेर म चाहिँ डिग्री पढिरहेको छु। मैदानमा लडेको छु, मैदानबाट हार्नेवाला म छैन। म डिग्री पनि फाइनल गर्छु जस्तो लाग्छ मलाई।